So we all set for the training. Everything is ready. तर्फबाट उपस्थित हुनुहुने यहाँ सम्पूर्णमा म कार्यक्रम सञ्चालक तथा गोदा फाउन्डेसन नेपालको एडमिन अफिसरको तर्फबाट यहाँलाई हार्दिक स्वागत सँगै नमस्कार गर्न चाहन्छु। I want to wish everyone all the best and study hard, do your best. मेरो साथीको नाम दिलबहादुर रोटे। उहाँ महाविद्यालय वार्ड नम्बर 7 स्थित राम बाटोको विकास सदस्य हुनुहुन्छ। उहाँलाई अत्यन्त मैले डान्स गर्न मन पर्छ। सबैलाई नमस्कार। उहाँ मेरो साथीको नाम प्रभात श्रेष्ठ। उहाँ हिमालय मावि डाँडाखोला। अब पहिलो चाहिँ छ तपाईहरुको लागि एउटा ग्रुप एक्टिभिटी है। रिसायो भने किन रोको किन रिसाको भनेर सोध्न सक्ने रहेछ उनीहरूले बुझ्दै रहेछ साथीको भावनालाई है। नागरिकलाई टाढा स्कुल भएर हिँड्नको समस्या अब बाटोको कुरा भयो अनि नियमित विद्यालयमा नआउने पनि समस्या छ त्यो भइहाल्यो अनि सफा ड्रेस शैक्षिक सामग्रीको पनि अपुग्छ। मैडम आज हाम्रो बुवाके मम्मीलाई कुट्नुभयो। मैडम मेरो डर छुट्यो मैडम। मैडम ओके भेरी गुड स्टुडेन्ट। ताली बजाउनु त्यो भाट दुईजा हामी ढिलो नगरिकन हामी शक्तिमान ग्रुपलाई अगाडि बोलाउँदछौँ। बालबालिकाका लागि सामाजिक तथा भावनात्मक सिकाइ नामक शीर्षकमा हामीले 7 जनाको ग्रुप भएर यही कलेजमै खेलहरू खेलेका नाटक कमर घुम्रा टाउको कुम गर्नुभयो र हामीलाई धेरै नै महत्त्वपूर्ण कुराहरू दिएर जाँदै हुनुहुन्छ। सहयोग गरे अब यसलाई पनि हामीले अगाडि बढाउनुपर्छ भन्ने नेपाल सरकारले पनि महसुस गर्यो।